नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौँ सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरूलाई रथखोला फुटबल एकाडेमी येल्लो कलरको जर्सीमा मैदान प्रवेश गरेको छ भने व्हाइट कलरको जर्सीमा रोङ गाउँपालिका पहरी गाउँ इलाम मैदान प्रवेश गरेको छ र यो उछलसँगै खेल सुचारू भएको छ। दोस्रो क्वार्टर फाइनल खेल यहाँ थ्रोको लागि रोङ गाउँपालिका अग्रभागमा खेल्ने कोसिस थियो यहाँ आयुषा राईका लागि, तर बल क्लियर गर्दै रथखोला दुई क्याप्टेन। अझै पनि मौका लङ रेन्जबाट यो प्रहार, त्यहाँ गोलकिपरले उत्कृष्ट बचाएकी छन्। उत्कृष्ट प्रहार थियो र त्यति नै राम्रो त्यो बल सेभ गर्न सफल पूजा लिम्बुको। त्यहाँ अझै पनि बल इन प्ले, अब भने यहाँ मौका हुन सक्छ, तर इलाम यहाँ बल लिएर अगाडि बढेकी छिन् जर्सी नम्बर 6 श्रेया तामाङ। राम्रो कन्ट्रोल गायत्री नायकबाट, यहाँ पुनः इलामले बल जितेको छ। श्रेया तामाङ बलमा, श्रेया राम्रो फुटवर्क, तर त्यो क्लियरेन्स भने त्यति राम्रो रहन सकेन। अग्रभागमा पास खेल्ने कोसिस थियो सीमा नायकबाट, अझै पनि राइट विङ्सबाट बल अगाडि बढाउँदै रोङ गाउँपालिका यो क्रस। ममता रोए बल लिएर अगाडि बढेकी छिन्। ममता यहाँ खतरा हुन सक्छ इलामका लागि, यो राम्रो थ्रु बल त्यहाँ क्याप्टेनका लागि प्रतिगा छेत्री। प्रतिगा त्यहाँ राम्रो बल दिएकी छिन् यहाँ ममता रोएका लागि, ममता र यो गोल। ममता रोए अन्ततः गोल गर्न सफल। रथखोला फुटबल एकाडेमीका लागि उत्कृष्ट कम्बिनेसन र गोल गर्दै पाहुना टोली रथखोला फुटबल एकाडेमीले अग्रता बनाएको छ। यहाँ राम्रो मौका छ, क्याप्टेनले बल जित्न सफल। त्यहाँ प्रतिगा छेत्री बल लिएर अगाडि बढ्दै, त्यहाँ पुनः राम्रो पास ममता रोएका लागि। ममता यहाँ क्रसका लागि मौका र यो प्रहार, गोल गर्न सफल। निकै नै राम्रो कम्बिनेसन र अन्ततः दीपिका त्यहाँ फिनिस गर्न सफल भएकी छन् र यो अग्रतालाई बल कन्ट्रोल गर्न सफल। यो राम्रो थ्रु बल रहेको छ, खतरा हुन सक्छ। अझै पनि मौका छ र यो प्रहार जाली चुम्नेछ। क्याप्टेन प्रतिज्ञा छेत्री अर्को गोल गर्न सफल भएका छन्। यहाँ 3-0 को अवस्थामा पुगेको छ खेल। रोङ गाउँपालिका यो सँगै पहिलो हाफ सकिएको छ। पहिलो हाफ सकिँदासम्म रथखोला फुटबल एकाडेमी 3 रोङ गाउँपालिका 0 रहेको छ। हामी दोस्रो हाफ लिएर केही बेरमा आउनेछौँ, हामी सँगै रहनुहोला। हामी स्क्रिनमा रथखोला फुटबल एकाडेमीकी खेलाडी सुजु राईलाई देखिरहेका छौँ। मौका हुन सक्छ, यो मौकालाई भने सदुपयोग गर्दै यो पहिलो गोल इलामको तर्फबाट जर्सी नम्बर 9 पूजा लिम्बू। त्यहाँ गोलकिपरले रिलिज गरेको बललाई नियन्त्रणमा लिँदै जाली चुमाउन सफल भएकी छन् र खेलमा फर्किने सङ्केत हामी सेलिब्रेसन देख्न सक्छौँ। रोङ गाउँपालिका इलामकी खेलाडी जर्सी नम्बर 9 पूजा लिम्बू। यो राम्रो बल, आयुषा बन्दना बेगा बल लिएर अगाडि बढ्दै, बन्दना त्यहाँ साथी खोजिरहेकी छन्, बिट गर्दै जर्सी नम्बर 17 सीमा नायकलाई बिट गर्दै। त्यहाँ यो डिबक्समा क्रस, तर प्रहार भने त्यति राम्रो रहन सकेन। उत्कृष्ट क्रस थियो बन्दना बेगाको, तर दीपिका मिन्स मैदानबाट बाहिरिएकी छन् भने उनको स्थानमा जर्सी नम्बर 8 की खेलाडी मैदान प्रवेश गरेकी छन्। रथखोला फुटबल एकाडेमी अहिलेसम्म 3 गोल गर्दै अग्रतामा रहेको छ भने रोङ गाउँपालिका यहाँ र यो अर्को गोल रोङ गाउँपालिकाबाट उत्कृष्ट प्रहारले त्यहाँ जाली चुमेसँगै खेलमा फर्किने सङ्केत गरेको छ।
जर्सी नम्बर 3 बन्दना बेगाको लामो प्रहारले त्यहाँ फार पोस्टमा सिधै जाली चुम्बैसँगै अब भने रोङ गाउँपालिका खेलमा फर्किने सङ्केत गरिरहेको छ। उत्कृष्ट कमब्याक यो दोस्रो हाफमा पक्कै पनि थप हुनेछ। रोसिका छेत्रीको यो क्लियरेन्स 2 मिनेटको अतिरिक्त समय रहेको छ दुवै टिमका लागि। रथखोला फुटबल एकाडेमी लिएको अग्रतालाई जोगाउँदै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छ भने रोङ गाउँपालिका कम्तीमा पनि बराबरी गोलका लागि यहाँ प्रयासरत रहनेछ। रोसिका छेत्री, हामी यो क्राउडलाई पनि सुन्न सक्छौँ। दर्शकहरूको हुटिङ आज इलामका खेलाडीको समर्थनमा। रोसिका छेत्री तो यहाँ पुनः मौका खोज्दै बन्धना बेगा साइडमा, तर यो क्लियरेन्स रोसिका छेत्री उत्कृष्ट डिफेन्स गर्दै आफ्नो टिमका लागि। यहाँ क्याप्टेन अगाडि बढेको छन्। अब भने यो क्लियरेन्स पुनः यहाँ एक गोलले मात्र पछि परेको छ रोङ गाउँपालिका। बल बाहिरेको छ, यहाँ गोलकिकको मौका प्राप्त गर्नेछ रोङ गाउँपालिका इलाम। अन्तिम अवसर क्याप्टेन सिजन खवास, लामो प्रहार, यहाँ कुनै पनि बेला विसल ब्लो हुन सक्छ र यो विसल सँगै खेल सकिएको छ। रोङ गाउँपालिका प्रहरी गाउँ इलामलाई 3-2 अन्तरले पराजित गर्दै रथखोला फुटबल एकाडेमी अन्तिम 4 मा प्रवेश गर्ने दोस्रो टोली बन्न सफल भएको छ। उत्कृष्ट खेल दुवै टिमबाट, तर पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै रथखोला फुटबल एकाडेमी अघिल्लो चरणमा प्रवेश गरेको छ भने रोङ गाउँपालिका प्रतियोगिताबाट बाहिरिएको छ।